दायाँतिर पिनाम्पा घुमबादल पिकारोला बायाँ कायाँको र प्यारी मन त तेरी कोला वर्षा दिनमा भेट होली घुमबादल पिकारोला ल्याउँछु सुल्टी डोरा प्यारी मन त तेरी कोला ल यात्रा सफल रहोस् ल धन्यवाद हेलो गुड मर्निङ हामी चाहिँ सिटी गाउँबाट अहिले चाहिँ बिहानको 7 साढे 7 बजे यहाँबाट अत्ति बेस क्याम्प ट्रेकको लागि दोस्रो दिन हामी चाहिँ सिटी गाउँबाट निस्किसकेका छौँ केटाहरू पछाडि आउँदै गुड मर्निङ सेकेन्ड डे जेपी मेरो चाहिँ थर्ड टाइम हो है थर्ड टाइम हो रमाइलो भइरहेको छ हम तो कहाँ है ना देखा जाने खाली घूमता रेलको बाटो हामी
find myself wondering what did happen to the last 10. I ran away with my life, fast forward, never turn back again. It's kind of funny that the more we pass time, the more we need to set them rewind. And 19 was the year I had to leave you, but now I'm seeing all the signs. Is this really happening? I can't believe it's true. I'm just as surprised as you. Is this really happening? I can't be too sure, but one day I'll be yours again. Life lessons come one in a dozen. The other 11 give something from nothing. I sit here looking for an answer. Maybe the biggest question was in the last chapter. You gave me the soul I have today. Without you I never could have moved away. But now I see what you teach. I do believe I always should have stayed. Yeah. Is this really happening? I can't believe it's true. I'm just as surprised as you. Is this really happening? I can't be too sure, but one day I'll be yours again. One day I'll be yours. One day I'll be yours. One day I'll be yours. Life lessons come one in a dozen. The other 11 give something from nothing. Life lessons come one in a dozen. The other 11 give something from nothing. Life lessons come one in a dozen. The other 11 give something from nothing. Life changes just open the door. One thing's certain, I'll always be yours. Is this really happening? I can't believe it's true. I'm just as surprised as you. Is this really happening? I can't be too sure, but one day I'll be yours. हिजो बेलुका झऱ्यौँ दक्षिणमा बसेर सिँगारबाट हाल्यो ए के छ चिसो कतिको छ ठिकै छ त्यति साह्रो पनि होइन चिसो हावा चाहिँ हान्छ अरे चिसो बेलुका बिहान हान्छ कस्तो लाग्यो त रमाइलो राम्रो धेरै राम्रो धन्यवाद त्यही हो यहाँ बोर्डहरू भएको भए सबभन्दा बोर्डहरू भएन माथि हामीले त्यही खलिरहेको थियो बोर्ड माथि एउटा बोर्ड हुनु त्यही पनि मान्छे अलिकति त्यो अनि अर्को ग्रेड चाहिँ डस्टबिन के डस्टबिन प्लास्टिकको चाहिँ नगर्नु प्लास्टिक ढुङ्गाको के ढुङ्गाको वाल लगाएर खोपा दुईटा एउटामा चाहिँ सिसा अनि त्यो फलाम हुन्छ नि एउटामा चाहिँ प्लास्टिक त्यो छुट्टाएर राख्नु भयो भने भिडियो चाहिँ चाहिँ दामी आइडिया है नत्र फेरि हुन्छ कि मान्छेले खाइदिन्छ फोहोर फालिदिन्छ हिँडिदिन्छ हो यस्तो राम्रो ठाउँ छ होइन नराम्रो रमाइलो हुन्न त्यही त ठिक छ अब अर्को चाहिँ आउनु धन्यवाद है सजेसनको धेरै धेरै ल थ्याङ्क यू भर ए कहिलेदेखि स्टार्ट गर्नुभयो तपाईँले यो हामीले यो कार्तिक महिनादेखि कहाँ हजुर घर यो सिम्पल ए ल हुन्छ त्यहाँको भयो भने यो ठाउँमा मेहनत गर्नुभएको छ ल दाइ किप वर्किङ बेडाली पुग्यो नि बेडाली यहाँ चाहिँ बाटो बनिरहेको रहेछ एकदम मजाको बाटो एकदमै चक्लो चौडा बाटो बेस क्याम्पसम्म नै जान्छ होला सायद यो बाटो जसरी यहाँ क्याम्प रहेछ होइन यहाँ क्याम्प रहेछ यहाँ बसेर बाटो बनाउँदैछ भोटे कुकुर यो चाहिँ रेलिङ जाने हो रेलिङ भइदिएको भयो अलि ए ठिक छ ए रेलिङ छ
बलुवा निकाल्दै हो ए बढ़िया गुफा है एकदम ठीक छ पानी पऱ्यो भने मजाले 10-20 जना मान्छेहरूसँग मजाले बस्नु सक्छ पानी ममाए बच्चा सकिया हो नि परान बच्चा नन्दन ल ल कन्टिन्यू ओ माई गड ल थाक्यो यार केटा नगरी के के भिडियो गरिदिनु हो ल अब हामी चाहिँ सिमारे हाम्रो खाना खाने ठाउँमा दिउँसो खाना खाने टाइममा के अरे ठाउँमा पुग्दैछौँ हामी चाहिँ करिब 4-4.5 घन्टा हिँडेर उता खाना खाने ठाउँमा पुग्दैछौँ अब एकैछिनमा ल छैन छ के म ल ठिक छ छ रेडी फाइनली गाइज हामी चाहिँ सिमार भन्ने ठाउँमा आइपुगेका छौँ बिहानको 7 बजेदेखि हाम्रो यात्रा निरन्तर थियो सो अहिले चाहिँ एकदम थाक्दै यो सिमार भन्ने ठाउँमा खाना खाने टाइममा यहाँ पुगेका छौँ एकछिनपछि हामी खानासाना सायद पाकेको छ होला खाना खाएर हाम्रो यात्रा चाहिँ जारी अप्पी बेस क्याम्पतिर राख्नेछौँ सो थकाइ पनि लागेको छ एकछिनपछि खाना खाएपछि भेटौँला गाइज के हो दाल भात पाक्यो र दिउँसोको भोजन पनि भयो पानी भयो उठ्दा हुन्छ ल जाऊ हामी लाग्यौँ गाइज आलियो धारा पुऱ्याएको पिरोल त भुट्यो
पेटको काम भइसक्यो, भोजनको काम भइसक्यो हाम्रो। अब चाहिँ हिँड्ने काम मात्र बाँकी छ। 5-10 मिनट रेस्ट गर्ने अनि त्यसपछि जाने। त्यही त भर्खरै खाना खाएको छु। यो चाहिँ हाम्रो सिमारमा चाहिँ यो गेस्ट रुम हो होइन, गेस्ट हाउस भनौँ होइन। यो यहाँ चाहिँ हाम्रो टुरिस्टहरू आउट जाउट गर्दाखेरि बिचमा यहाँ अँध्यारो यहाँ बास बस्नु पऱ्यो भने अलपत्र परेको परेको अवस्थामा यहाँ 2टा कोठाहरू छ हाम्रो होइन। भर्खर बने जस्तो छ होइन। भर्खर बनेको हिजो अस्ति फिनिसिङ बाँकी छ, पेन्टिङ बाँकी छ अझै। पेन्टिङ पनि बाँकी छ। ल खोलौँ है, भिजिट गरौँ। त्यस्तो छ यहाँ कोठा हेर्न सक्नुहुन्छ गाइस। कोठाहरू ल जनक भाइ खाना खुवाए धन्यवाद। ल एकदम ल दिउँसो खाना खाएर अब अपी बेस क्याम्पको बाटो चाहिँ अगाडि बढिसक्यो। नाप्दैछौँ हाम्रो मजाले त्यो त हुने भयो त। होटल चाहिँ हाम्रो अपी बेस क्याम्पमै छ। यहाँ चाहिँ खाना बस्न सबैको व्यवस्था छ। त्यो त मेरो एक तला होटल हुने। फुलनालो चाहिँ यस्तो हुन्छ, योभन्दा अलिक ठुलो हुन्छ। कस्तो स्याउको दाना जस्तो। लगभग स्याउको दानाभन्दा अलिक थोरै सानो खाने होला है। अनि यसलाई खाने हो नि त। ल पिस पाउ त। ल लिनु। ल एकदम मिठो हुन्छ यो। यार दामी हुने रहेछ। त्यो त ठुलो नालो ठुलो हुन्छ नि हो। फुलनालीहरू ठुलो हुन्छ। दामी।
ल गन्तव्यमा पुग्यो है जेपी पुग्यो एकदम पुग्यो थकाइ पनि लाग्यो है थकाइ लाग्यो धेरै दारो पनि बोक्नु पर्यो होइन तलबाट हिँड्नु पर्यो रमाइलो भयो यात्रा केटाहरूसँग है ल भित्र चाहिँ जस तातो छ आहा no